दर्शन नमस्ते नमस्कार सम्पूर्ण मित्रहरूलाई बिएम टेक्निकल भिडियोज साउदी अरब रियादबाट एकजना सरले सोध्दै हुनुहुन्छ, सर मेरो पनि अकामा सकिएको धेरै भयो, फाइनल एक्जिट फारम कसरी भर्न सकिन्छ भन्नुभएको छ। अब फाइनल एक्जिट फारम भर्नको लागि तपाईँ अहिले कुन ठाउँमा हुनुहुन्छ ठाउँ मेन्सन गर्नुभएको छैन। आफू जुन ठाउँमा भए पनि तपाईँहरूलाई नजिक पर्ने राजदूतावासबाट वा घुम्टी शिविर टोली आएको बेलामा फारम भर्न सक्नुहुन्छ। र फाइनल एक्जिट फारम भर्नको लागि तपाईहरूको अकामा बनेको छ भने अकामा र पासपोर्ट, यदि अकामा बनेको छैन भने पासपोर्ट र पासपोर्टको बोर्डर नम्बर चाहिन्छ। भने अब सुरु गरौँ फाइनल एक्जिट प्रक्रिया। फाइनल एक्जिट प्रोसेस गर्दा इम्बेसीमा आई या टोली आएको बेला 3 पानाको सिफारिस पत्र लि स्क्रिनमा देखाए झैँ hrsd.gov.sa लगइनमा अनलाइन पेजमा गई अकाउन्ट बनाई रजिस्टर गर्नुपर्छ। त्यसपछि HRSD बाट मेसेज आउँछ। सो मेसेजमा आएको पासवर्डको प्रयोग गरी hrsd.gov.sa.login गई अकामा नम्बर र पासवर्डको प्रयोग गरी इन्ट्रान्स भई फाइनल एक्जिटको फारम भर्नुपर्छ। फारम भरेको मेसेज स्क्रिनमा देखाए झैँ सोही समयमा आउँछ। त्यसपछि केही हप्ता वा महिनापछि HRSD बाट फाइनल एक्जिटको डिस्प्याच नम्बर तपाईको मोबाइलको मेसेजमा आउनेछ। सोही नम्बरको क्युआर कोड सहित अकामाको कपी, पासपोर्टको कपी या अकामा छैन भने पासपोर्टको कपी र बोर्डर नम्बरको कपी लगेर दूतावासमा पेश गर्नुपर्छ। यसरी पेश गरेको 2 हप्तासम्म या 2 हप्तापछि MOI वा इम्बेसीबाट स्क्रिनमा देखाए झैँ फाइनल एक्जिटको मेसेज आउँछ र एक्जिट लागेको जानकारी प्राप्त हुन्छ। कुनै बेला यहाँ तोकिएको समयभन्दा कम या बढी समय पनि लाग्न सक्छ। जहाजबाट फाइनल एक्जिट भिसा आउने भएको कारणले ठ्याक्कै यति समयमा आउँछ भनेर निश्चित भने हुँदैन। म्याक्सिमम समय 3 महिना या सोभन्दा बढी र मिनिमम समय 1.5 महिना वा 2 महिना वा सोभन्दा बढी लाग्न पनि सक्छ। यदि मोबाइलमा एक्जिट भिसाको मेसेज आएन भने दूतावासमा सम्पर्क गरी एक्जिट भिसाको पेपर लिन जानुपर्छ। यदि फाइनल एक्जिटको मेसेज मोबाइलमा आयो भने पेपर लिइरहनु पर्ने जरुरत छैन। एयरपोर्टमा जाँदा तपाईहरूले मोबाइलमा आएको फाइनल एक्जिटको मेसेज देखाउँदा पनि हुन्छ। र तपाईहरूको फाइनल एक्जिट प्रोसेसमा लामो समयदेखि केही जानकारी नआए दूतावासमा सम्पर्क गरी बुझ्न पनि सक्नुहुन्छ। र अन्त्यमा एक्जिट आइसकेपछि एक्जिट भिसाको म्याद हुँदै वा अकामाको म्याद नसकिँदै नेपाल फर्कनु पर्ने हुन्छ। फाइनल एक्जिट भिसाको म्याद जम्मा 60 दिनको हुन्छ। यदि तपाईँ अकामा होल्डर हो र तपाईको अकामाको डेट 35 देखि 40 दिन 45 दिनसम्म छ भने 60 दिनसम्म नकुरिकन अकामा एक्सपायर हुनुभन्दा अगाडि नेपाल गइसक्नुपर्छ। यदि अकामाको डेट हुँदै तपाईँ जानु भएन भने अकामा एक्सपायर भएपछि फाइनल एक्जिट पनि स्वत एक्सपायर हुनेछ। यदि तपाईहरूको अकामाको म्याद 60 दिनभन्दा बढी छ भने अकामा एक्सपायर हुन्छ भनेर पर्खेर नबस्नु होला। फाइनल एक्जिटको 60 दिनभित्रै तपाईहरू नेपाल गइसक्नु होला। फाइनल एक्जिट फारम भर्नु अघि तपाईहरूको केस छ कि छैन भनेर चेक गरेर या फाइनहरू छ कि छैन राम्रोसँग चेक गरेर मात्र फाइनल एक्जिट फारम भर्नु होला भन्दै छुटिन चाहन्छु। धन्यवाद।